फोहोर कुन कुन दिन फोहोर फाल्ने भन्ने कुरा कतिपय नयाँ साथीहरूलाई थाहा नहुन सक्छ होइन। जस्तो अब यही रङको प्लास्टिकमा चाहिँ यही रङको प्लास्टिक छ भने यो मयुरगोमी भयो होइन। यो चाहिँ माइस्यु प्रत्येक हप्ताको चाहिँ खायोबी र किनेबी छ होइन। त्यसै गरी यो चाहिँ तपाईँको प्लास्टिकको गोमी होइन। यो चाहिँ प्रत्येक हप्ताको चाहिँ गेचेबी मात्रै लिँदो रहेछ। अनि फेरि यही कलरमा चाहिँ पेत्तो बतरु होइन। यो चाहिँ तपाईँको माइचुकी होइन। तपाईँको निखाइ र योङखाइ दिँदो रहेछ होइन। यो चाहिँ सुयोबीको दिन प्रत्येक हप्ताको चाहिँ सुयोबी तपाईँको के अरे महिनाको 2 चोटि अथवा 4 चोटिसम्म लिँदो रहेछ होइन। अनि यो बिन र खान रातो यस्तै खालको प्लास्टिकमा फाल्नुपर्छ होइन। अनि गारासु फुटेका चाहिँ जुन प्लेटहरू होइन सिसाहरू चाहिँ पहिलो खालकोमा, त्यसपछि खामीहरू, अनि त्यो के भन्छ खामी र यो दाम्बोरुहरू चाहिँ तपाईँको यस्तो खालको उसमा फाल्ने हो होइन प्लास्टिकमा। तर दाम्बोरलाई चाहिँ प्रायः बाँधेर फाल्नुपर्छ साथीहरू है। यो चाहिँ गोमी फाल्ने तरिकाहरू यो चाहिँ प्रत्येक दिन। जस्तो अब खायोबी फाल्नु छ के अरे लिन आउँछ भने हामीले खायोबीको 8:30 भित्र चाहिँ यहाँ दासु गरिसक्नु पर्ने हुन्छ रुमबाट होइन। यस्तो खालको उसमा राखिदिने हो, त्यसपछि लिएर जान्छ है त। यो हामी बस्ने ठाउँको फोहोर फाल्ने ठाउँ यही हो साथीहरू। ल हजुरका समाज।